We need water. That's why we have to save the water. What we have to do? Save the water. हाम्रो स्कुलको नानीहरू राम्रो छ, कल कहिले खुल्ला छोड्दैन। म जहिले भाँडा धुँदा तल थालहरू धुँदा यसो याद गर्छु, नानीहरूले कहिले पनि कल खुल्ला छोड्दैन। पछाडि अर्को मान्छे छ भने नि आफ्नो टर्नमा टक्कै कल मार्छ। द्याट इज गुड। र हामीले पानीको जहिले पनि के गर्नुपर्छ? झगडा गर्नुपर्छ। पानीको लागि हामीले मुहानहरूमा फुलहरू रोप्नु पर्यो, रुखहरू रोप्नु पर्यो, मुहानमा मैला फ्याँक्नु भएन। त्यही कारण त हाम्रो पिता पुर्खाहरूले देवी पूजा भनेर पानी उम्रेको ठाउँमा भगवान बस्नुहुन्छ भनेर त्यहाँनिर पूजा गर्नुहुन्थ्यो। किन भन्दाखेरि हाम्रो मुहानहरू के होस्? सफा होस् भनेर। र आजदेखि हामी 15 दिन जल शपथ भोलि पनि गर्छौँ, एसेम्ब्लीमा पनि गर्छौँ, त्यहाँबाट पानीलाई प्रिजर्भ गर्छौँ। ओके, सो थ्याङ्क यू भेरी मच। सबैले रिपिट आफ्टर मी। मैं पानी को एक अनमोल संपदा मानूंगा और ऐसा मानते हुए इसका उपयोग करूंगा। मैं शपथ लेता हूं कि मैं अपने परिजनों और पड़ोसियों को भी इसके विकासपूर्ण उपयोग और उसे व्यसन करने के लिए प्रेरित करूंगा। यह ग्रह हमारा है और हम भी इसे बचा। 30 तारिकसम्म अहिले यो खडेरीको मौसम हो खासमा। यसपालि त पानी पर्दैछ तर कति प्राय खडेरी लाग्छ। त्यसले गर्दाखेरि अहिले हामी जल शक्ति शपथ भनेर एउटा हामी प्रण गर्छौँ। यो हिन्दीमा छ, सबैले मेरो पछाडि रिपिट गर्छ। ओके,